गाइस किडा अब अगाडि बढ्यो सो है यो चाहिँ मैले सान देखाउनुको लागि होइन तपाईँहरूलाई थाहै छैन है सेफ्टी भन्ने कुरा अब हुन्छ नि कति मान्छेहरू के भन्छ भने है तँलाईमा सिध्याइदिन्छु या त्यहाँ अब सो होइन के हो भने सेफ्टीको लागि त बोक्नु पऱ्यो होइन सिध्याउनु आयो भने त फेरि आफू पनि सिध्याइदिनु पऱ्यो सो यहाँ त कोही नहिँड्ने रहेछ गाइस अब म कसरी हिँड्ने हो ओ माई गड बाटो केही छैन साथमा यो छ अगाडि पछाडि कोही साथी पनि छैन या अम्बो सो गाइस कोही पनि नहिँड्ने रहेछ यार बाटोहरू फाट्दै हिँड्नु पऱ्यो यार के गर्ने यार पुरै गाउँ त ध्वस्त भइसकेको छ गाइस कोही नहिँड्ने बाटोतिर यार यस्तो गाडी यार पहिले यस्तो मान्छेहरू हिँड्थ्यो नि यार अहिले त सब भुजेत्रो घारी ल है गाइस म चाहिँ एउटा घारी तरिसकेँ है त्यो परको घारी चाहिँ अब फेरि भिड छ भिड आम्मा हो सो फेरि यस्तो बाटो छ उकालो चाहिँ है मेरो चप्पलको चाहिँ अलिक भर छैन तर नो प्रब्लम ओइ डेन्जर भिड पहिरो आएर फेरि यहाँ डेन्जर ला चप्पलै चुडियो लामो भइगयो अब भिडमा के गर्ने तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो भिडमा चप्पल चुडियो या सो तपाईँहरू देख्न सक्नुहुन्छ है सब मान्छे विदेश गाउँमा कसले गर्ने हो यो बाटो सब गाडी सब जग्गा बाँझोमा म चाहिँ यत्रो सब फाँडेर आएँ है अझै अगाडि यत्रो चुनौतीहरू बाँकी छ क्या अब मलाई हिँड्नु छ है यो बाटो मैले जसरी पनि फाड्नु पर्ने हुन्छ एक्लै छु है अब के गर्ने लाग्नु पर्यो है हेलो हर्क सम्पाङ सर म पनि मेरो गाउँघर सुधार्दैछु बाटोहरू अब गल्यो भने आराम गर्दै गर्दै गोर्खाली आयो गोर्खाली एउटा जोन चाहिँ यस्तो पारीको जोन मैले उतादेखिको यहाँसम्म पार गरेँ एक्लै कोही कसैले सधैँभरि साथ दिनेवाला छैन बढौँ आफै अगाडि बढौँ चप्पललाई सो जानु छ चप्पल नलाइकने खाली पैताला पनि हिँड्नु सक्नु पऱ्यो क्या हिँड्नु सक्नु पऱ्यो ग्याङ यस्तै हो सधैँभरि चप्पल पनि हुँदैन साथमा तर पाइला भन्ने कुरा चाल्नु सिक्नु पऱ्यो ग्याङ सो फेरि आइपुग्यो चप्पल फेरि है हिँड्यो भने चप्पल फेरि किन्नु सकिन्छ तर हिँड्दैन ओहो गाह्रो छ यो समस्या म टार्नु सक्दिनँ भनेर बस्यो भने त केही पनि हुनेवाला छैन मेरो त्यो चप्पल चुडिसक्यो है नेपालकै जङ्गलमा यस्तो रुखहरू सुकेर त्यत्तिकै खेर गइरहेछ है यो चाहिँ कसले गर्नुपर्ने खासमा सरकारले चाहिँ है हामीसँग ग्यास छैन हामी अर्काको देशबाट किनेर ल्याउनु सक्दैनौँ हाम्रै जङ्गलको दाउरा युज गर्नुपर्छ भनेर सबलाई है त्यही नियम पालना गर्यो भने ग्यास किन्ने पैसा त हाम्रो कम भयो नि है यस्तो पहिरो गोर्खाली चप्पल चुडियो चप्पललाई यसरी बानी है सो तपाईँहरूले देख्न सक्नुहुन्छ है यस्तो कालो छ नि गाई चाहिँ ढुङ्गा चाहिँ ओइ यति कालो ढुङ्गाहरू चाहिँ सो यो चाहिँ मेरो ठाउँतिर देख्न सक्नुहुन्छ म चाहिँ वहाँ डाँडा भन्दा पनि माथि उतादेखि हाई लोक मैं इतना दूर अकेला आ गया रे सो उधर देख सकता है आप लोग लड़सा ग्रुपले आइसके गाइस हे भाई लोग मैं ऊपर आ गया रे सो डाँडा काँडाको भ्यू यस्तो छ So, yeah, guys. So, guys, तपाईँहरू देख्न सक्नुहुन्छ है तलतिर कस्तो भिड छ यस्तो डेन्जर भिड छ है यहाँबाट लड्यो भने चाहिँ मान्छे मर्छ गाइस तपाईँहरूलाई के लाग्छ जिन्दगी भनेको युद्ध हो है लड्नुपर्छ एक्लै कोही हुँदैन साथ दिने खोइ त कोही छैन अगाडि पछाडि तर म निरन्तर बढिरहेको छु अगाडि ओइ दुश्मनहरूलाई आयो भने माया दिन्छु यो खोज्यो भने म्याच सिक्ने फेरि काट्दिन्छु फक पसिना यस्तो आइरहेछ पछाडि चाहिँ मैले ब्यागमा लुगा हालेको छु है थ्याङ्क्स फर वाचिङ